भयो रेडी भयो आमा छोरा हामी आमा छोरा रेडी भयौँ अब जाने रेडी भयो जानलाई रेडी भएको ल ल हामी चाहिँ हिँडेको है अब ड्राइभर यता हुनुहुन्छ साथीहरू यहाँ छन् आयुष आइ गर हामी लागेको होइन घरबाट सिन्धीको है हामी है ग्यास पनि आफै हाल्नुपर्छ आफ्नै क्रेडिट दलेर गाह्रो छ ड्राइभर दाइदेखि खोइ अब हाम्रो छोरो देखिँदैन नि त नि आयुष सुब्बा कहाँ हिँड्नु भएको हेर न के अरे सबैले सल्लाह गरे जस्तो ड्रेस एउटै भएको छ कलर यिनको पनि मेरो आयुष कहाँ हिँडेको खोइ आयुष सुब्बा आयुष कहाँ हिँडेको बीच कहाँ हिँड्नु भएको भन न बिच हिँड्नु भएको कोसँग भन न छिटो हौ ए बोल्दैन नि त क्यामेरा अगाडि दिएपछि आयुष लिँदैहालेछ यस्तो बिजोकले निधायो कि अब तर ठिकै भयो उहाँ पुग्दा ऊ फ्रेस हुन्छ भोलिपछि भिडियो हेर्छ अनि आफै हाँस्छ आयुष सुब्बा आयुष निधाउनु भयो अब छोरो निधायो हल्ला गर्ने अब हामी बुढो मान्छेहरू हल्ला गर्ने कुरो भएन अब केटाकेटीहरू आम पनि भेला हुन्छन् ट्रकहरू दुःख देखेन कि क्या हो गइगयो नि गइगयो यहाँ पुल माथिबाट चाहिँ गाडी हिँड्छ है पानी होइन नि पुलमा पानी कहाँ हुन्छ पुलमुनि पानी छैन पुलमुनि अब अलिअलि झाड बिनाको जिब्रो लटपटिहाल्छ नि ड्राइभर चाहिँ मलाई पुरा उखान तुका सिकाइरहनु भएको छ क्या पुलमाथि पानी हुँदैन अरे पुलमुनि हुन्छ अरे ल म यति नै देखाउन आएको म देखाउँदै जान्छु हामी उहाँ गन्तव्यसम्म पुगुन्जेलसम्म होइन तपाईँहरू हेरिदिनु होला दर्शकले हेर्दै त हामीले खिचेर भिडियो बनाउने हो नहेरिदिएपछि त म चाहिँ आउँदिनँ होइन ल म खिच्दै जान्छु है त तपाईँहरू हेर्दै जानु होला यसले चाहिँ यत्रो टाढो छोडेर आयो ड्राइभर चाहिँ हुनुहुन्छ यसको चाहिँ गल्ती रहेछ नि त यसले अलिक समेत भुटान गीत गाउनु हौ जङ्खाबाट कोही अब बोल्दैन नि त कोही पनि आएन भुटान गीत आउँदैन कुरा राख्नु सक्नु पऱ्यो नि ल आउँदैन अरे म त अब भुटानै देखेको छु नि कताबाट गाउँ भुटान गीत होइन तिमीलाई आउँछ भुटान गीत आउँछ भने गाइहालौँ नि प्राइज छ प्राइज गाउने हो केटै बोल्दैन यस्तो सोधेको क्वेसनको एन्सर नदिनु भन्न कोही सक्छ ल हामीलाई आउँदैन भुटान गीत त फेरि हामी साथीहरूलाई भेटेपछि म भिडियो खिच्दै जान्छु ल मेरो साथीहरू पनि उता छ नि त अर्को गाडीमा फेरि यो भिडियो खिच्दैछु म यहाँ चाहिँ हामी चाहिँ अझै कति मिनट लाग्ने रहेछ भने 10-12 मिनट लाग्ने रहेछ अझै मेरो साथीहरू चाहिँ अघि पुगेर बालुवामा खेलिरहेछ अरे हामी चाहिँ ढिला भयौँ है के गर्नु गाडी ढिलो कुद्ने परेछ कि हाम्रो चाहिँ ड्राइभरको हातमा छ यो गाडी कुदाउने पनि फेरि ड्राइभरलाई पनि धेरै छिटाउनु हुँदैन होइन अब हामी यता छौँ यहाँदेखि एक्जिट गर भनेर अब एक्जिट गर्ने हामी यहाँ देखिरहेछ नभए त डुबाइहालेको थियो नि यहाँदेखि हामी एक्जिट गरेर चाहिँ अब है वेस्ट 19मा चाहिँ क्लिभल्यान्डमा चाहिँ हामी एक्जिट गऱ्यौँ अब एक्जिट गरेपछि अब पुगिहालिन्छ केही भन्नु छ छैन केही भन्नु छैन अरे हो लु कति राम्रो यहाँ हेर न अमेरिका चाहिँ मलाई पहिला नि अमेरिका नआएपछि मान्छेले के भनेका थियो भने सबैले त होइन एक दुईजनाले अमेरिकामा चाहिँ नेचुरल रुख पाउँदैन अरे सबै त नक्कली रुख गाडेका हुन्छन् अरे भन्थे क्या
अनि म पनि पत्याउँथेँ नि त होइन कस्तो अचम्म लाग्थ्यो भरे अमेरिका आउँदा त नेपालमा त जङ्गल के छ त्यसका त 4 डबल त यहाँनिर अमेरिकामा छिरो छ क्या जङ्गल यहाँ देख्नुभयो नि होइन बाटाका छेउमा पनि हो भित्र त अब पसल मान्छे हराइहाल्छ होइन बाटाका छेउमा नि यस्तै जङ्गल छ है त्यो मलाई भन्ने मान्छेहरू कहाँ भिडियो पुगाउने हेर्नु होला यो सबै सक्कली रुख हुनु है नक्कली होइन नि सबै सक्कली यिनीहरू ए देख्नुभयो नि म देखाउँदै जान्छु हेर्दै जानु ए निकाल्नु पर्यो नि त होइन ए एक्जिट 185 छोरो चाहिँ यहाँ मस्त नि राख्छ पलेटी कसेर पो रहेछ त एउटा खुट्टा माथि राखेर हेर्नु राम्रो सुतेछ मजाले सुतेको छ सुत्न सक्छ 185 85 निद्रा पुग्यो छैन निद्रा पुगेको सुत्ने अझै अझै सुत्छौ ए लु सुत 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 त नगर्ने ए ल उठेर कुहिरोको सुन्न नगर्नेहरू तिम्रो साथी उठो लु कुहिरोको आवाज कहाँ हो तिमी आवाज जस्तो कुहिरो यो पर्नुसाको साथी उठ्यो गफ गर्ने साथी अघि निदाइरहेको थियो कि उसलाई बोरिङ लागिरहेको थियो ल उठ्यो अब आइस हामी कहाँ घुम्न गएको भनेर चाहिँ नि मैले भनेको छुइनँ कि अहिले एकैचोटि गएर देखाउँछु ल आयुष पुरा एक्साइटेड छ होइन उसको साथीलाई भेट्नलाई पुरा एक्साइटेड छ रिजानलाई भेट्ने हो आयुष हो रिजानलाई भेट्न हतार भएको छ हो मामालाई हेर न त वाउ आयुष डन आयुषलाई अनि हामी कहाँ गएको घुम्न भनेर चाहिँ म उहाँ पुगेछु एकैचोटि देखाउँछु ल सरप्राइज ल ल गाइज हामी चाहिँ यहाँ आइपुग्यौँ होइन पार्किङ लटमा हामी पार्क गर्दैछौँ यहाँ हाम्रो छोरो चाहिँ पुरा एक्साइटेड छ आयुष कहाँ आइपुग्यो कहाँ ह्याप्पी हो खुसी छ वाउ रिजानलाई भेटेर पुरा कस्तो हुन्छ गर्छ आयुषले म देखाउँछु है त ल ल हाम्रा साथीहरू आइपुग्यो आयुष त पुरा हेप्पी छ नि त अनि पुरा रिजानलाई ल हामी भन्दा पहिला आइपुगेर यहाँनिर हो यो कार्ड कसरी यहाँ आयो यता गयौँ नि त हामी त त्यहाँबाट सिधै उता होइन तल गयौँ अनि एउटा पछि त प्राइभेट यो अथराइज पर्सन मात्रै भन्छ ल हामी सबैजना भेला भयौँ है यहाँनिर हाम्रो आयुष र रिजानको भेट ला आयुषलाई चस्मा लिन्छु भने बिर्सेछु आयुष हो के हो सरी जुत्ता 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 आयुषको पापा जुत्ता लगाइदिन्छ पोलो खुट्टा कति राम्रो राख्यो नि एकदम रमाइलो भएको छ अरे गाइजहरू यहाँ हुनुहुन्छ सबैजना होइन हामी लाग्यौँ ए आयुष छ आऊ आयुष आऊ हामी यहाँ छौँ आऊ है खोइ अर्की कता गयो केटी केटी यहाँ आऊ केटी कोही सानो बसेर हेर्दा नि कि त कहाँ छन् खोइ रिजान खोइ गए हलोइनको बाल्टी बोकेर ल्याए 4 जना बाउसरा बाउसरा हामी 3 टिकट यहाँ छौँ जाँदैछौँ उताबाट नजाने अहिले आऊ सान जाने तिमी
छोरै छोरा हिँडि सकेन हामी चाहिँ लाग्यौँ अब बिचतिर पौडी नखाएर पनि यसो रमाइलो बस्ने खाने होइन अनि बाटो हेर न अमेरिका भनेको अमेरिकै हुन्छ कि होइन बालुवा पनि यस्तो बाटो बनाइदिएको छ यहाँ चाहिने रहेछ नि त एउटा गाडा ल्याएको त हुनेछ नि है मान्छेले ताकेर मिल्दैन हेर्दै होइन यहाँ पुरा पौडी खेलिरहेछन् हामी चाहिँ यहाँ अब जाँदैछौँ अब हाम्रो पनि खिच्नु पऱ्यो नि अगाडि घरमा त मोतीले थियो त तल जानु पानी तल जानु